ब्लड प्रेसर भनेको केवल एउटा नम्बर मात्र होइन। तपाईलाई के लाग्छ? ब्लड प्रेसर भनेको यो मेसिनले देखाउने नम्बर मात्र हो त? आज म तपाईलाई यो भिडियोको मार्फत ब्लड प्रेसर भनेको के हो र ब्लड प्रेसरले हामीलाई के बताउँछ र यो ब्लड प्रेसर नियमित रूपमा जाँच्न किन आवश्यक छ भन्ने कुराको बारेमा बताउने छु। ब्लड प्रेसर भनेको मुटुले पम्प गर्दा रगतीय रक्तनलीमा पार्ने प्रेसर हो। यो प्रेसर धेरै अथवा कम भयो भने मुटुमा मात्र असर नगरेर हाम्रो शरीरको डिफ्रेन्ट अर्गनहरूमा असर गर्न सक्छ। यदि ब्लड प्रेसर लामो समयसम्म माथि अथवा उचाइमा रहिरह्यो भने मुटुले धेरै मेहनत गर्नुपर्छ, जसको कारणले गर्दा हार्ट डिजिजको जोखिम रहन जान्छ। दिमागमा असर, स्ट्रोकको खतरा, किडनी बिस्तारै बिग्रिन सक्छ, आँखाको दृष्टि कमजोर हुन सक्छ, तपाईको ब्लड भेसल्सहरू एकदमै स्टिफ र न्यारो हुन थाल्छ। सबैभन्दा खतरनाक कुरा के हो भने हाई ब्लड प्रेसरले भित्रभित्र क्षति गर्ने भएको कारणले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। ब्लड प्रेसर दिनभरिमा बदलिन्छ। तनाव, निन्द्रा, खाना, पानी, इमोसन सबैले यसलाई असर गर्छ। त्यही भएर एकचोटि मात्र होइन, नियमित रूपमा ब्लड प्रेसर चेक गर्न अत्यन्त जरुरी छ। त्यसैले ब्लड प्रेसर भनेको यो मेसिनले देखाउने नम्बर मात्र होइन। त्यसैले दिनका दिन जाँच गर्नुहोस्। आजको सानो बानीले भोलिको ठुलो रोगबाट बच्न सकिन्छ। यदि तपाईलाई यस्तै हेल्थ रिलेटेड कुराहरू अझ थाहा पाउन मन छ भने मेरो पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला।